गति साँझ 7 बजे भित्रमा खाली गर्नुहोला। आफैले सार्न नसक्ने अवस्थामा महानगर प्रहरी बल, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई खबर गर्नुहोला। सुरक्षा कर्मीले आवश्यक ढुवानीको प्रबन्ध मिलाउनेछ। यस्ता घर टहराहरूमा भएका आफ्ना निजी सरसामानहरू, लत्ता कपडा, घरपालुवा पशुपन्छी सुरक्षित स्थानमा तत्काल सार्ने व्यवस्था गर्नुहोला। घर टहराहरूमा बसोबास गर्ने अपाङ्ग, साना बालबालिका, गर्भवती, सुत्केरी, वृद्ध एवं बिरामी व्यक्तिहरूलाई प्राथमिकता दिई अन्यत्र सार्ने काम गर्नुहोला। यस कार्यका लागि काठमाडौँ महानगर प्रहरी बल, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको समेत मद्दत लिनुहोला। मिति 2083 वैशाख 12 गते बिहान 6 बजेदेखि घर टहराहरू भत्काउने र अतिक्रमित जग्गा पूर्ण रूपमा खाली गर्ने कार्य हुनेछ। मिति 2083 वैशाख 12 गते बिहान 6 बजेदेखि घर टहराहरू भत्काउने र अतिक्रमित जग्गा पूर्ण रूपमा खाली गर्ने कार्य हुनेछ। यस कार्यमा कोही कसैले बाधा व्यवधान सिर्जना गर्ने कार्य गरेमा कानून बमोजिम कडा कारबाही भइजानेछ। यस स्थानबाट उठाइएका सबै व्यक्ति तथा परिवारलाई सरकारले तोकेको विभिन्न बसोबासको आधारभूत न्यूनतम सुविधा प्राप्त स्थानहरूमा राखिनेछ। तपाईहरूलाई सुरक्षित रूपमा बसोबासको व्यवस्था भएपछि नेपाल सरकारका सम्बन्धित मन्त्रालय तथा अन्य अधिकार प्राप्त निकायबाट वास्तविक कुटुम्बवासीहरूको लगत लिने र स्क्रिनिङको कार्य तत्काल सुरु हुनेछ। आगामी 10 देखि 15 दिनभित्र एकिन भएका वास्तविक भूमिहरूलाई बसोबासको उचित प्रबन्ध गर्ने गरी तयारी भइरहेको छ। यस कार्यका लागि तपाईहरूले सहयोग गर्नुहोला। यदि कोही कसैले यस सूचनालाई अटेर गरी बसेको खण्डमा स्थानीय प्रशासन, प्रहरी वा काठमाडौँ महानगरपालिका समेतको संयुक्त कारबाही गर्दा भत्काइने संरचना र क्षति हुने व्यक्तिगत सम्पत्तिको जिम्मेवार तपाईँ स्वयं हुनुहुनेछ। जिल्ला प्रशासन कार्यालय काठमाडौँको अत्यन्त जरुरी सूचना। नदी किनारका सार्वजनिक सरकारी पट्टी जग्गाहरूमा वर्षौंदेखि अनाधिकृत तौरबाट सार्वजनिक आवागमन र निर्माण र नदीको बहाव सबैलाई प्रतिकूल प्रभाव पार्ने गरी अत्यन्त जरुरी सूचना जारी गरिएको छ। यस सूचना बमोजिम उन्न कार्यहरू तत्काल गर्न गरिएको छ। अवैध रूपमा बनाइएका घर टहराहरू मिति 2083 वैशाख 11 गते साँझ 7 बजे भित्रमा खाली गर्नुहोला। आफैले सार्न नसक्ने अवस्थामा महानगर प्रहरी बल